दाइ कति पीडामा हुनुहुन्छ भन्ने कुरा हामी सबैलाई थाहा छ। कति बोल्न सकेका छौँ, कति बोल्न सकेका छैनौँ र हामी बोल्छौँ, समय आउँछ। समयलाई भन्दाखेरि अन्याय भएको छ मज्जाले। धेरैले उहाँको स्वास्थ्य स्थितिबारे पनि बुझ्न चाहनुहुन्छ, कस्तो छ? त्यो मोबाइल आएर म ठ्याक्कै अहिले चाहिँ म आफू पनि अनभिज्ञ छु। मैले पनि दाइको भिडियो हेर्दै आएको छु। दाइको भिडियो हेर्दा चाहिँ दाइ अलि धेरै नै दुब्लाउनु भएको छ। अब दाइसँग कन्ट्याक्ट गरेपछि मात्र थाहा हुन्छ, अरू त केही पनि थाहा छैन। पीडा हुँदैन, मलाई मात्र होइन तपाईँहरूलाई पनि पीडा भएको छैन होइन? रगत उम्लिरहेछ, तर यो रगत कतिखेर सेलाउँछ भन्ने कुरा मात्र हो कि। हामी दाजुभाइ नै हो होइन? क्रिकेट स्टेडियम बनाउँदै गर्दाको त्योभन्दा नि अगाडि 72 सालको भूकम्पपछि त दाइसँग हामी नै हो नि त होइन? सबै पृष्ठभूमि थाहा छ। बोल्ने समय आउँछ। यो लडाइँ धुर्मस्थायीको मात्र होइन, हाम्रो पनि लडाइँ हो। हामी पनि धुर्मस्थायीको सपोर्टमा उभिनुपर्छ। जहाँसम्म लाग्छ यहाँ तपाईँहरू टोटल्लै थाहा छ, तपाईँहरूको पनि रगत त उम्लिरहेको होला नि त। कतिखेर दाइले बोल्नुहुन्छ र हामी पनि बोलौँ भइरहेछ।